हेलो एभ्रिवान, आज चाहिँ म घरबाट मिनी भ्लग सुरु गर्दैछु। अहिले चाहिँ हाम्रो घरमा माथिल्लो तला थप्दैछ अनि मैले चाहिँ घरमा के भइरहेको छु भनेर देखाउँदैछु। अनि हाम्रो घरमा चाहिँ यति राम्रो कुरिलो र खोर्सानी फलेको छ। त्यसपछि दाइहरू पनि यहाँ काम गर्दै हुनुहुन्छ अनि म चाहिँ काममा जाँदैछु सरर लाएर। फेरि आज काममा जान लाग्यो तर लास्ट ढिलो भयो, गाडी आएन। म बाटोमा आउँदा आउँदै गाडी छुट्यो। त्यसपछि म लास्ट टेन्सन लिएर यताउता हेर्दैछु, अब मलाई सरले मार्नुहुन्छ भनेर सोच्दैछु। बल्ल बल्ल गाडी पाएँ, त्यही पनि यस्तो अप्ठ्यारो सिट। बल्ल बल्ल त्यहाँबाट अर्को ठाउँ पाएँ अनि त्यहाँ पनि बसेँ। आज फेरि मलाई कति धेरै निन्द्रा लागेको, आँखा खोल्न सकेको थिएन, ढिलो भइरहेछ। त्यस्तै टेन्सन जताततै जाममा परेको छ। एकछिन खोलेको जस्तो हुन्छ, फेरि जाममा पर्छ। अनि मैले सरलाई पनि कल गरेँ अनि म काममा पनि पुगेँ। अनि हामी चाहिँ दिउँसो यत्तिकै बसिरहेर घर जानुभन्दा अलिकति अगाडि दुईजना दिदी र म मिलेर मजाले पर्फ्युम काउन्ट गरेँ। किनभने दिदी चाहिँ आजदेखि मसँग सिटी सेन्टरमा आउनु भएको, नभए चाहिँ दिदी बाराहीमा हुनुहुन्थ्यो। जहिले पनि म एक्लै हुन्थेँ, अब चाहिँ दिदी पनि साथी हुनुभयो अनि मिलेर हामी पर्फ्युम काउन्ट गर्दैछौँ। पहिला चाहिँ म एक्लै पर्फ्युम काउन्ट गर्थेँ भने अहिले चाहिँ दिदी र म भएर काउन्ट गर्दैछौँ। अनि पर्फ्युम काउन्ट गरिसकेपछि सबै काम पनि सकायौँ अनि त्यसपछि हामी घर गयौँ भनेर बाइ बाइ भन्दैछौँ। त्यसपछि मैले गाडी कुरेर बल्ल बल्ल गाडी पाएँ। आज फेरि मैले नयाँ इलेक्ट्रिक गाडीमा चढेको, यस्तो ढिलो। अनि यही हो नयाँ इलेक्ट्रिक गाडी हाम्रो घरतिरको चाहिँ। अनि त्यसपछि म घर पनि आइपुगेँ। बाइ बाइ गाइज।